गाइज म यति बेला ठ्याक्कै भन्नुपर्दा म टापुधाम श्री शिव पञ्चानय मन्दिरमा छु है। यति बेलाखेरि अब यो मन्दिरहरू भइहाल्यो। यो घर बस्ने घर, कोही आउँदा के आउँदा बस्ने घर, पाहुना पासाहरू आउँदा जोगीहरू आउँदा बस्ने घर, यो शालिग्राम सङ्ग्रहालय गाइज। अनि यसरी चाहिँ यहाँ पुरै मजाले चाहिँ यसरी ढुङ्गा ओछ्याइएको छ। अनि यो बरपिपलको चौपारी, पानीको व्यवस्था पनि छ यहाँ गाइस। अनि यो भयो घर, योगीहरू पुजारीहरू आउँदाखेरि, विभिन्न पाहुनाहरू आउँदाखेरि बस्ने घर। तल कालीगण्डकी यसरी सललल बगेको छ, सललल कालीगण्डकी बगेको छ गाइस। यहाँबाट हामी देवघाट पुग्न सक्छौँ है। कालीगण्डकी तिरैतिर कालीगण्डकी करिडोर भन्ने बाटो छ। अनि यता भगवानको मूर्तिहरू, यो शिवजीको मन्दिर, अनि यो हमनकुण्ड, अनि यतातिर तुलसाको मोठ, बसा। अनि हाम्रो मुख्य आकर्षक केन्द्र यहाँ चाहिँ 12,12,888 शिवलिङ्ग चाहिँ यसको भूगर्भमा चाहिँ रहेको छ। यहाँ तल गाडेर चाहिँ हामीले माथि यो मेन शिवलिङ्ग चाहिँ बनाएका हौँ है। ल गाइजहरू, यस्तै छ यहाँको वस्तुस्थिति। तपाईँहरू पनि आउन सक्नुहुन्छ, शिवजीको दर्शन गर्न सक्नुहुन्छ, पूजाआजा गर्न सक्नुहुन्छ है गाइजहरू। ल अग्लो चिम्टा, हमनकुण्डमा अग्लो चिम्टा। यो हमनकुण्ड, यसको चाहिँ मुख्य खासियत के छ भन्दा 2 वर्ष जति अगाडि हामीले यहाँ चाहिँ यो हमनकुण्डको स्थापना गरेका हौँ। र त्यस बेलादेखि, स्थापना कालदेखि अहिलेसम्म कहिल्यै पनि आगो मरेको छैन, आगो निभेको छैन यहाँ है। एकदम अखण्ड धुनी हो यो धुनीको आफ्नै विशेषता छ, एकदम महत्त्वपूर्ण स्थल है। हाम्रो ठुलममी यहाँ सेवा गर्दै हुनुहुन्छ भगवानको। ल गाइजहरू है त, यति नै छ है त आजको लागि। तपाईँहरू पनि यसो भ्रमण गर्न, घुम्न मन लागे, दर्शन गर्न, शिवजीको दर्शन गर्न मन लागे आउनु होला। शिवरात्रिमा भव्य मेला हुन्छ यहाँ, कार्यक्रमहरू गरिन्छ हामी शिवरात्रिमा। ल गाइजहरू है। अनि तपाईँहरूलाई एउटा कुरा पनि भनिहालौँ, म के भनौँ भन्दा, यहाँ खासमा टापु चाहिँ किन भनेको भन्दा, यहाँ तल जुन खोज छ, यो ढौला, हामी यसलाई ढौला भन्छौँ। यो ढौलाबाट पनि पानी बग्छ, ठुलो पानी आउँछ। अहिलेको हिउँदको नदी जत्रो चाहिँ पानी यो ढौलाबाट पनि आउने गर्छ। र फेरि अब यतातिर त मुख्य नदी नै भइहाल्यो, तर बिचमा चाहिँ यो जुन एरिया छ, यो मन्दिर छ, यो मन्दिर चाहिँ बिचमा पर्ने, चारैतिरबाट पानीले घेर्ने भएको चाहिँ यसलाई टापु भनेको गाइज। ल बाँकी कुरो अब अर्को भिडियोमा गरौँला है त। ल धन्यवाद हेरिदिनु भएकोमा।